साथीहरू, तपाईँहरूलाई फेरि पनि मेरो ब्लगमा स्वागत छ। म चाहिँ तपाईँहरूलाई अहिलेसम्म विभिन्न सानो सानो सर्ट भिडियोहरू मार्फत विभिन्न जापानको राम्रो ठाउँहरू देखाउँदै आइरहेको छु र आज म एउटा ब्लग फेरि तपाईँहरूको सामु ल्याइरहेको छु। जुन ठाउँ तपाईँहरू यदि हिरोसिमा बस्नुहुन्छ भने तपाईँहरू जानुभएको छैन होला। आज म त्यो ठाउँ देखाउन गइरहेको छु। यो चाहिँ एउटा ताकेहाराको यस्तो राम्रो ठाउँ छ होइन, जसलाई लिटिल क्योतो भनेर पनि चिनिन्छ। जुन ठाउँको नाम चाहिँ ताकेहारा टाउनस्केप कन्जर्भेसन एरिया भनेर चिनिन्छ होइन। यो चाहिँ 350 वर्ष पुरानो एउटा व्यापारिक सहर भनेर पनि चिनिन्छ। अब चाहिँ म बिस्तारै अगाडि बढ्दैछु। यो चाहिँ सानो एउटा स्ट्रिट हो होइन। म लगभग त्यो भित्र चाहिँ पुगेको छैन। अब चाहिँ त्यो बिल्डिङ देखिरहेको छ नि, त्यो ठाउँबाट चाहिँ म भित्र पुग्नेवाला छु होइन। त्यहाँबाट चाहिँ लगभग त्यो एरिया हिस्टोरिकल एरियाको स्ट्रिट सुरु हुन्छ भनौँ न एउटा। अब यो चाहिँ पुरानो एकदम पुरानो घर हो क्या। यो ठाउँमा चाहिँ 350 वर्ष पुरानो हिस्टोरी बोकेको ठाउँ भनेपछि हेर्नुहोस् त कस्तो राम्रो एकदम राम्रो घरहरू छन्। पुरानो एकदम तपाईँ गाउँमा बस्नु गाउँ मन पराउनुहुन्छ एकदम यस्तो भने तपाईँहरूलाई एकदम मनपर्छ होला यो ठाउँहरू होइन। यो बिल्डिङ चाहिँ एकदम पुरानो बिल्डिङ रहेछ होइन। यदि तपाईँलाई पनि गाउँ मन पर्छ भने चाहिँ आउनुहोस्, सँगै घुमौँ। म चाहिँ पहिलोचोटि घुमेको हो। म बिस्तारै अगाडि बढ्दैछु। यो बाटोको नाम चाहिँ हन्माची दोरी रहेछ। यो स्ट्रिटको लगभग लम्बाइ चाहिँ 500 मिटर छ होइन। एकदम हिस्टोरिक डिस्ट्रिक्ट हो। 500 मिटर लगभग 500 मिटर छ यसको रोडको। जहाँ दुइटै यताउता साइडतिर के छन् भने चाहिँ ट्रेडिसनल एकदम पुरानो ट्रेडिसनल वुडेन हाउसहरू छन् होइन। जहाँ जसलाई चाहिँ अलिकति लाइट ग्रे प्लास्टरहरू लगाएको छन्। काठले बनेको घरहरू पनि छन् कि यताउता हेर्नुहोस्, यो काठले बनेको पुरै। अनि बाहिरबाट चाहिँ हाम्रो कमेडी माटो हुन्छ नि, चुना लगाए जस्तै घरहरू। अनि त्यसको छतमा चाहिँ त्यसको पाखामा चाहिँ टाइलहरूले एकदम राम्रो बनाएको छ। हेर्नुहोस् त पुरानो बिल्डिङ कति राम्रो छ। यो चाहिँ हाम्रो रिक्सा हुन्छ नि तान्नेवाला एउटा कार्ड हुन्छ नि, त्यसको चाहिँ पाङ्ग्रा रहेछ। हेर्नुहोस् त उतानिर कस्तो राम्रो घरहरू छन् एकदम पुरै देखाएको छु मैले तपाईँलाई। म बिस्तारै अगाडि बढ्दैछु। हेर्नुहोस् त उता यतातिर घरहरू हेर्नुहोस् पुरै यति राम्रो छ होइन। यो नजिकै चाहिँ एउटा क्राफ्ट सप रहेछ, त्यो पनि म देखाउँछु तपाईँको होइन। इटो पिरियडको 1603 to 1867 भित्रको बिल्डिङहरूलाई एकदम कन्जर्भेसन गरेर राखेको होइन, जसले चाहिँ एकदम सहरको त्यो ठाउँको चाहिँ एकदम सौन्दर्य बढाएको छ। क्यामेराले भ्याएसम्म चाहिँ म चाहिँ सबै घरहरू रेकर्ड गर्दैछु। यो घरहरू चाहिँ एकदम राम्रो छ, पुरानो घर एकदम। यो ठुलो पनि छ, एकदम ठुलो। अब त्यति बेलाको धनी मान्छेको घर होला यो चाहिँ होइन। अहिले चाहिँ अब हिस्टोरिकल एरिया भइसकेपछि अहिले चाहिँ प्रोटेक्ट गरेर राखेको घर भनौँ नि। अहिले चाहिँ पछिल्लो उसमा चाहिँ घरहरू सबै क्याफे रेस्टुरेन्ट यिनीहरूमा युज गरेको छन्। यो ठाउँको आर्किटेक्चरल डिजाइन चाहिँ एकदम राम्रो छ होइन। यदि तपाईँ आर्किटेक्ट इन्जिनियर हो भने चाहिँ आउनुहोस्, घुम्नुहोस्, एकदम राम्रो छ। यो ठाउँको पुरानो कुरा भनेको चाहिँ यो ठाउँमा चाहिँ एकदम नुन उत्पादन हुने रहेछ, जहाँबाट नुनहरू चाहिँ आकी भनेको अहिलेको चाहिँ हिरोसिमा हो नाम चाहिँ होइन। हिरोसिमाबाट उता टोकियो, ओसाका, होक्काइडो, फुकुओका यो ठाउँहरूमा चाहिँ नुन यिनीहरूले चाहिँ सिप मार्फत त्यति बेला चाहिँ एक्सपोर्ट गर्ने रहेछन् कि त्यहाँ पठाउने रहेछन्। अनि त्यहाँबाट यिनीहरूलाई चाहिएको खानेकुराहरू जस्तै चामलहरू अरू कुरा हुन्छन् जे चाहिन्छन् नि तिनीहरू चाहिँ ल्याएर आउने रहेछन्। अगाडि बढ्दैछु म। घरहरू हेर्नुहोस् त त्यति बेलाको कस्तो राम्रो छ, एकदम प्रोटेक्ट गरेर राखेको छ, एकदम सफा छ, एकदम चम्की छ। अलिक घामले साथ दिएको भए चाहिँ झन् राम्रो देखिन्थ्यो कि योभन्दा पनि राम्रो देखिन्थ्यो। म चाहिँ दायाँ बायाँ स्ट्रिट सबै देखाएर चाहिँ अगाडि बढिरहेको छु। यो चाहिँ काठको झ्यालहरू बनाएको छ, एकदम राम्रो छ होइन। अगाडि बढ्दैछु। अब अझ भिड चाहिँ कम रहेछ एकदम। अटम सिजन हुन्छ नि, जति बेला अलिकति अब यो साकुरा फुल्ने बेला चाहिँ एकदम भिड हुने रहेछ। रातिको समयमा एकदम लाइटहरू पनि एकदम बाल्ने रहेछन् यहाँ। त्यति बेला चाहिँ एकदम राम्रो हुने रहेछ। अब म चाहिँ गएको छैन त्यति बेला चाहिँ, म चाहिँ अहिले टाइम मिलेर चाहिँ गएको होइन। अहिले खास चाहिँ यो ठाउँको यो यिनीहरू बिल्डिङहरू छन् नि, यो बिल्डिङ चाहिँ यताउता देखिने बिल्डिङहरू त धेरै जसो चाहिँ एकदम पुरानो टाइपको होटलहरू, जसलाई कि जापानिज यार्ड होटल भन्छ क्या, त्यस्तो टाइपमा चाहिँ एउटा बिजनेसको लागि चाहिँ त्यसरी यिनीहरूले होटलको रूपमा सञ्चालन गरेको रहेछन् कुनै घरहरू होइन। अब यो चाहिँ पुरानो एकदम ताकेहाराको फर्स्ट पोस्ट अफिस रहेछ क्या त्यो ठाउँको। यो पनि बाहिरबाट काठले बनेको, माथि चाहिँ टाइलहरू लगाएको।
अनि अब माथि चाहिँ अलिअलि प्लास्टर गरेको बाहिरबाट अलिक कस्तो मुसाको रङ कस्तो हुन्छ मुसाको कलर ग्रे कलरको त्यस्तै बनाएर चाहिँ राम्रो देखिएको रहेछ। यो त माथिबाट त्यो चुना लगाए जस्तै चाहिँ तल भित्र काठ हो होइन, बाहिरबाट चाहिँ प्लास्टर गरेर त्यसको बाहिर चाहिँ चुना कलर लगाएको हो। यो चाहिँ बाहिरबाट बाँसको बनाएको यसरी। जे पनि क्राफ्ट त हो यिनीहरूको। जापानिजहरूले फेरि कस्तो मेहनत गर्छन्, सानो कुराहरू पनि एकदम चिटिक्क बनाउँछन् कि एकदम सफा ठाउँ छ। यो घर हेर्नु त कस्तो राम्रो छ, झ्यालहरू उस्तै छन्। हाइट पनि एकदम सानो छ कि घरको, लगभग 2 तले 3 तले छन्, लगभग त्यही 3-4 मिटर होला अग्लो एउटा उसको चाहिँ घरको चाहिँ। बाहिर त बाँसको फुलहरू। यो चाहिँ रेस्टुरेन्ट हो है फेरि, एकदम राम्रो छ। म चाहिँ रेस्टुरेन्ट गएन, बाहिरबाटै हेरिदिएको, फोटो मात्र खिचेको। यस्तो राम्रो छ। तल चाहिँ यो मार्बल हुन्छ नि, मार्बल त होइन त्यो स्टोन स्लेट हुन्छ नि, हाम्रो बनाउँछ नि ढुङ्गा ग्रेनाइट टाइपको। ग्रेनाइट भन्दा पनि रोडमा चाहिँ अलिकति मार्बलहरू बिछ्या छ भनौँ नि। मार्बल अब ढुङ्गा स्टोन अलिक कार्भिङ गरेको स्टोन हुन्छ नि, त्यो पुरानो खोपेको ढुङ्गाहरू चाहिँ बनाएर चाहिँ त्यो फुटपाथ हुन्छ नि बाटोमा चाहिँ त्यस्तो लगाएको छ। यो पनि रेस्टुरेन्टै हो। यताउता यसमा एकदम पुरानो कल्चरल टाइपको रेस्टुरेन्ट पनि छन् कि यसमा चाहिँ, जहाँ अघि देखिसकेको थिएँ नि मैले, पछाडि देखाएको थिएँ। त्यहाँ एउटा विभिन्न किसिमका पुराना खेलौना यिनीहरू यस्तै हुन्छन् नि, त्यस्तै बनाएर बेच्ने सपहरू पनि एकदम पसलहरू पनि बनाएको छन् क्या। अब यस्तै छ हेर्नुहोस्, यो पनि एउटा एकदम राम्रो छ। म चाहिँ त्यहाँनिर त्यो छ नि त्यो मन्दिर अगाडि बढ्दै मन्दिरसम्म गएर आउँछु। त्यो मन्दिरको नाम चाहिँ के होला, म हेरेर भन्छु तपाईँहरूलाई न। सोरेन टेम्पल रहेछ। सोरेन टेम्पलमा म जान्छु, एकछिन तपाईँहरूलाई लग्दैछु, अगाडि बढ्दैछु। यो ठाउँलाई चाहिँ 2019मा चाहिँ ताकेहारा ठाउँलाई चाहिँ एउटा यस्तो ठाउँ भनेर यसलाई कन्जर्भेसन गरेको रहेछ होइन, जुन एउटा जापानको हेरिटेज साइट भनेर चाहिँ 2019मा नै उनीहरूले चाहिँ प्रोटेक्ट गरेर राखेको रहेछ, जसलाई के भन्छ कितामाए बुने सिप्स भनेर भन्ने रहेछ यो ठाउँलाई क्या। म चाहिँ मन्दिरको भित्र पुगिरहेको छु। मन्दिरको गेटमा ठ्याक्क भित्र गएँ, भित्र छिरेँ। यहाँ चाहिँ एकदम राम्रो छ। यो पुरानो उति बेलाको मन्दिर त जापानको प्रायः सबै ठाउँहरू यस्तै हुन्छन्। अब इभन गाउँघरको घरहरू पनि यस्तै हुन्छन्, सेम हुन्छन् कि एउटै हुन्छन्। मन्दिरको नाम चाहिँ सोरेन टेम्पल हो। जिन्जिया जस्तै हो भनौँ नि, अब जिन्जिया होला यो, मैले पनि थाहा छैन त्यस्तो। अब न्यु इयरमा मान्छे जाने भनेको चाहिँ जिन्जिया नै होला। यो चाहिँ यसको अगाडिको पछाडिको गेट भनौँ नि, रियर गेट हो चाहिँ सोरेन टेम्पलको गेट हो। अब हेर्नु त मैले चाहिँ यो बाहिर मन्दिरको बाहिर आएर चाहिँ त घरहरूको पाखाहरू देखाएको, तपाईँहरूलाई माथि टाइल हालेको पाखाहरू देखाएको। अब बिस्तारै चाहिँ म चाहिँ अगाडि बढेँ, फेरि रिटर्न भइसक्यो। रिटर्न भएर एउटा यो सानो एउटा म चाहिँ भित्र छिर्दैछु। यिनीहरूले चाहिँ यो चाहिँ हातले बनाएको पङ्खा रहेछन्। म चाहिँ एकचोटि आफै फुकेर घुमाउँछु। अब चाहिँ म यो पार्कबाट, त्यो सानो पार्कबाट रिटर्न हुँदै यो म्युजियमभित्र छिर्छु। यहाँ चाहिँ यो म्युजियममा चाहिँ टिकट चाहिँ 200 रुपियाँ रहेछ होइन। हेर्नु त मैले यसको अब यसो त्योभित्र के रहेछ कस्तो रहेछ भनेर चाहिँ हेर्नुलाई, कस्तो रहेछ भनेर चाहिँ हेर्नुलाई गएको होइन। 2 तलाको रहेछ बिल्डिङ यो म्युजियम चाहिँ, जसमा पुरानो भाँडाहरू कि रक्सी
के भन्छ नि यिनीहरू हेर्नु त यो ह्याटहरू टाइपको त्यति बेलाको क्या पुरानो एउटा यिनीहरूको कार्भिङ गरेको कुराहरू क्या राखेको प्रिजर्भ गरेर राखेको रहेछ जे भए पनि त्यसपछि चाहिँ पुरानो यिनीहरूको अब के भनौँ हाम्रोतिर अब यस्तो घैँटाहरू हुन्छ नि यिनीहरूको अब के हो अब नाम चाहिँ थाहा भएन मैले त सर एकचोटि सबै भिडियो बनाएर निस्किएको यो चाहिँ घर हो होइन यो जुन बाहिरको घर छ नि यो चाहिँ यस्तरी बनाएको हुने रहेछ हेर्नु त मैले चाहिँ यहाँ भिडियो पनि बनाउँदैछु यसो हेर्नु त माथि पाखामा हाल्ने अब के हुन् यिनीहरूको कल्चरल पुरानो यो हेर्नु त हाम्रो घन हुन्छ नि काठको घन यस्तो बनाएको हाम्रो रन्दा हुन्छ नि जुन काठलाई यस्तो घुमाउँछ नि चिप्लो बनाउँछ नि त्यो वाला क्या अब यो चाहिँ खै थाहा भएन यिनीहरू के हो हेर्नु यो घर यस्तरी घर बनाएको अब चाहिँ म बाहिर निस्किएँ होइन पुरै घुमेर यताबाट सिन चाहिँ राम्रो आउने रहेछ मैले चाहिँ यताबाट खिच्छु म अब सबैलाई धन्यवाद छ मेरो भिडियो हेरिदिनु भएकोमा म अझ पनि राम्रो भिडियो लिएर आउनेछु अहिले चाहिँ बाई बाई।